हेलो गाइज वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँहरूलाई फेरि पनि अर्को नयाँ भिडियोमा। र आजको भिडियोमा हामीले फेरि पनि एटिएमबाट इसेवामा पैसा विथड्र गर्न लागेका छौँ। कसरी गरिन्छ फुल भिडियो हेर्नु होला र तपाईँहरूलाई पनि यसरी कमाउने मन छ भने तलपट्टि लिङ्क दिएको छु, त्यो लिङ्कमा क्लिक गर्नु होला, रजिस्टर गर्नु होला, 130% बोनस पाउनुहुन्छ है त। सो मसँग अहिले $101 छ, $101 छ, यसलाई म निकाल्न गइरहेको छु है त। सो यसलाई निकाल्नको लागि यहाँ तलपट्टि हेर्नु होला, विथड्र भन्ने अप्सन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। सो यसमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँनिर न्यू पेमेन्ट मेथडमा क्लिक गर्नुपर्ने हुन्छ, जुन तपाईँलाई थाहा होला। मैले अगाडिको भिडियोमा पनि भनिसकेको छु कसरी एड गर्ने भनेर, त्यहाँ पनि हेर्न सक्नुहुन्छ है त। न्यू पेमेन्ट मेथडमा एड गर्नु होला, ई सेवा अथवा खल्ती अथवा नेपाली ब्याङ्क सर्च गर्नु होला। त्यहाँ गएर तपाईँले आफ्नो डिटेल हाल्नुपर्ने हुन्छ। त्यो डिटेल हालिसकेपछि तपाईँहरूको यहाँनिर देखाउँछ यसरी देखाएपछि तपाईँले यहाँ क्लिक गर्नु होला है त। केबाट निकाल्ने हो क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँले एमाउन्ट हाल्नुपर्ने हुन्छ। तपाईँहरूले कति एमाउन्ट निकाल्ने हो त्यो तपाईँले यहाँ हाल्नु होला। मैले 101 टाइप गर्छु, कति हुन्छ हेरौँ। सो 101 भनेको चाहिँ 16,661 रुपियाँ हुने रहेछ। म चाहिँ 16,600 रुपियाँ निकाल्छु है त। सो 16,600 रुपियाँ टाइप गरेँ मैले। यदि टाइप गरिसकेपछि तलपट्टि कन्टिन्यू भन्ने अप्सन छ, यसमा क्लिक गरिदिनुपर्छ। सो यसमा क्लिक गरिसकेपछि फेरि पनि यी सेवामा क्लिक गर भनेको छ। पर्सनल पार्टी हो कि थर्ड पार्टी हो भनेको छ। तपाईँले आफ्नो एकाउन्टमै लिने हो भने तपाईँले पर्सनल राख्नु होला। तपाईँले अरूको एकाउन्टमा लिने हो भने तपाईँले थर्ड पार्टी राख्न सक्नुहुन्छ, अथवा पर्सनलमै तपाईँले क्लिक गर्दा पनि कुनै फरक पर्दैन। यी सेवामा क्लिक गरेँ, त्यसपछि फेरि कन्टिन्यूको अप्सन आएको छ, यसमा क्लिक गरौँ। सो यसमा क्लिक गरिसकेपछि तलपट्टि सबमिट रिक्वेस्ट भन्ने छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। सो एकछिन टाइम लाग्छ, 1 मिनट पनि लाग्दैन तपाईँहरूको एक्सेप्ट हुनको लागि। जसले तपाईँहरूको एक्सेप्ट गर्छ उसले तपाईँहरूलाई पैसा हालिदिन्छ तपाईँहरूको एकाउन्टमा, अनि त्यसपछि तपाईँहरूले चाहिँ उसलाई यहाँको डलर रिलिज गरिदिनु पर्ने हुन्छ है त। एकछिन टाइम वेट गरौँ, 10-15 सेकेन्ड लाग्छ एक्सेप्ट हुनको लागि। सो एक्सेप्ट भइसकेको छ। तपाईँहरूले एक्सेप्ट भइसकेपछि यस्तो देख्न सक्नुहुन्छ। साइडमा हेर्नु होला, एउटा यो च्याटको अप्सन दिएको छ, यसमा क्लिक गर्नु होला। सो यसमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँनिर आफ्नो क्युआर अथवा फोन नम्बर तपाईँले पठाइदिनु पर्ने हुन्छ। आफ्नो ई सेवाको अथवा कुनै ब्याङ्कको अथवा तपाईँले के मेथड चुज गर्नुभएको छ त्यहाँको तपाईँले क्युआर अथवा फोन नम्बर अथवा एकाउन्ट नम्बर पठाइदिनु होला। त्यो पठाइसकेपछि उसले पैसा हालिदिन्छ है त। म आफ्नो क्युआरहरू पठाइदिन्छु, त्यसपछि फेरि भेट्छु है त। सो पैसा चाहिँ रिसिभ भइसकेको छ। मैले एकाउन्टमा पैसा रिसिभ गरिसकेको छु र उसले मैले पैसा तिरेँ भनेर चाहिँ यहाँ रिसिभ पनि पठाइसकेको छ। सो तपाईँहरूले त्यो च्याटबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि तलपट्टि हेर्नु होला, कन्टिन्यू भन्ने अप्सन देख्नुहुन्छ। यो कन्टिन्यू भन्ने अप्सनमा तपाईँहरूले क्लिक गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ तपाईँहरूको चाहिँ के हुन्छ भन्दाखेरि कुनै मान्छेले एक्सेप्ट गर्छ र तपाईँहरूको थर्ड पार्टी एक्सेप्ट गर्दैन भने क्यान्सल गर्नु भन्छ है त। सो थर्ड पार्टी एक्सेप्ट गरेन भने क्यान्सल गरिदिनु होला। मेरो पनि अहिले त्यही भयो। मैले अर्कै एकाउन्टमा, यो मेरो एकाउन्ट अर्कै हो र मैले अर्कै एकाउन्टमा पैसा हाल्न खोजेको थिएँ, तर उसले हालिदिन खोजेन, थर्ड पार्टी एक्सेप्ट गरेन। त्यसपछि तपाईँहरूले आफ्नो क्यान्सल गर्न सक्नुहुन्छ यो ट्रान्जेक्सन, र अर्को मान्छेले तपाईँहरूको फेरि एक्सेप्ट गर्नेछ है त। सो मेरो त्यस्तै भएको छ अहिले, र मैले पैसा रिसिभ गरिसकेको छु। पैसा रिसिभ गरिसकेपछि ब्याक आउनु होला च्याटबाट। ब्याक आइसकेपछि यहाँ कन्टिन्यूको अप्सन देख्नुहुन्छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अरू केही पनि गर्नु पर्दैन, जस्ट यहाँ स्लाइड गरिदिनु होला यसरी। यो स्लाइड गरिदिइसकेपछि तपाईँहरूको ट्रान्जेक्सन कम्प्लिट हुनेछ। यसरी तपाईँहरू ट्रान्जेक्सन कम्प्लिट गर्न सक्नुहुन्छ है त। सो भिडियो के कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ, र तपाईँहरूलाई पनि यसरी कमाउन मन छ भने तलपट्टि लिङ्क छ, रजिस्टर गर्न सक्नुहुन्छ, 130% बोनस पाउनुहुन्छ है त।